कुलेखानी ड्याम साइड रिसोर्टमा छौँ। हामी एकछिन अब ब्रेकफास्ट खाइसकेपछि हामी उता मोहिनी झर्ना जानेछौँ। हजुर देख्न सक्नुहुन्छ कुलेखानी ड्याम अनि यसै गरी यहाँ कुलेखानी ड्याम साइड रिसोर्ट। यहाँ चाहिँ हामी ब्रेकफास्ट पछि चाहिँ मोहिनी झर्ना जानेछौँ। अहिले चाहिँ ब्रेकफास्ट हुँदैछ। गाइस हामी चाहिँ ब्रेकफास्टको लागि मेरो भाइ यहाँ आउनु भएको छ बल्ल। अनि यता कालु भाइ काले मदिसे ब्ल्याक एन्ड सम काले हैन के ब्ल्याक एन्ड सम। अनि हाम्रो ट्राभलको बारेमा केही भन्नु न जान्छ। अब यही हो, अब कन्ट्याक्ट चाहियो भने म अब दाइलाई लिङ्क दिन्छु, दाइले पठाइदिनुहुन्छ, दाइलाई सोध्नु होला। बारेमा यहाँ हैन के भन्ने अहिले तल कुलेखानी ड्याममा ए ल कुलेखानी खिच्दै हुनुहुन्छ राम्रोसँग हाँस्नुहोस् दिदी। गाइज हाम्रो यात्रा अब कुलेखानी ड्याम अनि मोहिनी झर्ना सबैजना पैदल यात्रामा छौँ। हाम्रो यता विनोद सम्झी हुनुहुन्छ अनि दिदीहरू यता अगाडि हिँडिरहनु भएको छ सबैजना। गाइस यो कुलेखानी ड्याम अनि बोर्डिङ गर्ने ठाउँ चाहिँ माथि छ, तर यो चाहिँ अहिले नयाँ बनेको ब्रिज यो झुलुङ्गे पुल। त्यो झुलुङ्गे पुल तरिसकेपछि चाहिँ हामी पारी मोहिनी झर्नाको लागि जाँदैछौँ। सबैजना दिदीहरू चाहिँ लामबद्ध भएर यहाँ क्रस गर्दै हुनुहुन्छ। हाम्रो दिदी हाई गर्दै हुनुहुन्छ, मेरो ट्राभलको भाइ। अनि यसै गरी सबैजना लामबद्ध भएर जाँदै हुनुहुन्छ। सबै जानुहुन्छ। हाम्रो विनोद सम्झी लास्ट ह्यान्डसम देखेको छ अहिले कालो चस्मामा। बोट आइरहेछ दुईतिरबाट। कुलेखानी ड्याम बोर्डिङ हुँदैछ। गाइज हामी चाहिँ अर्ग्यानिक फल खाँदैछौँ। आइसोलु यहाँ टिप्दै आइसोलु आइसोलु मिठो हुन्छ। फल हो फल माथि कति ठुलो छ। मोहिनी झर्न जाने बाटो अनि त हेरो दिएको छ, सर्ट बाटो लेखेको छ। हामी जाँदैछौँ। हामी ठ्याक्कै झर्ना पुग्न लाग्यौँ। गाइज हामी मोहिनी झर्नामा पुगिसक्यौँ। यो चाहिँ कुलेखानी मार्खुमा रहेको यो मोहिनी झर्ना। सबैजना आफ्नो आफ्नो तरिकाले रमाइलो गर्दै हुनुहुन्छ, फोटो खिच्ने, टिकटक बनाउने अनि सबैजना जोस् एकदमै झर्नाको रमाइलो अनुभव गर्दैछन्। जोस् तल कुलेखानी ड्यामबाट चाहिँ हाफ आवर चाहिँ हिँड्नुपर्छ, 30 मिनट चाहिँ हिँडेर आउनुपर्ने हुन्छ यहाँसम्म आउनको लागि। तर उकालो अनि खुर्किलो छ होइन, सबै बाटो राम्रो छ, एकदमै रमाइलो पनि छ झर्ना एकदम। सबैजना जस कुलेखानी आइसकेपछि चाहिँ यहाँ आउनुहुन्छ।